2 वर्ष 3 महिना बितेको पत्तै भएन, किनकि तपाईँहरूको यो माया, स्नेह अनि शरणले गर्दाखेरि पत्तै पाइएन। अहिले सायद यो हप्ता सम्मको बसाइ हुन्छ होला। त्यसपछि हामी म अनि हाम्रो परिवार यहाँबाट फेरि बाँके जाँदैछौँ र जुन तपाईँहरूको प्रार्थना, तपाईँहरूको माया, तपाईँहरूको स्नेह, यहाँको मौसम, यहाँको रहन सहन सदैव हाम्रो परिवारलाई सम्झना भइरहनेछ। साथै र तपाईँहरूको प्रार्थनाको पनि एकदमै खाँचो छ हामीलाई। अझै पनि है त्यही अपेक्षा गर्न चाहन्छौँ र मबाट, मेरो परिवारबाट यहाँबाट बोल्दै गर्दा या त कुनै समय तपाईँहरूलाई यस्तो केही मनमुटाव, चोटहरू पुगेको छ भने यहीँबाट माफी माग्न चाहन्छु। म र मेरो परिवारको तर्फबाट माफी गरिदिनु होला। र अझै धेरै छ, मैले जागिर खानुपर्ने, पेन्सन पकाउनु पर्ने, त्यो दौरानमा सायद फेरि पनि यतै आइन्छ कि। र आउँदै गर्दा तपाईँहरूले पहिला जस्तै सहर्ष स्वीकार्नुहुनेछ र यो स्थान अनि माया स्नेह दिनुहुनेछ भन्ने अपेक्षा गर्दछु। र एकदमै छोडेर जाँदा कस्तो नरमाइलो महसुस हुँदो रहेछ होइन। एकदमै कस्तो कस्तो है के भनौँ न, केही कुराहरूलाई छोडेर जाँदै गर्दा को जस्तो महसुस हुँदो रहेछ। र तपाईँहरूको माया सदैव हाम्रो परिवार समक्ष रहिरहनेछ, त्यही भन्दछु र धन्यवाद दिन चाहन्छु। र जाँदै गर्दा म एउटा आजभन्दा लगभग 14-15 वर्ष अगाडि एउटा गजल लेखेको थिएँ है। अनि गजल प्रस्तुत गरेर, यो शब्दमा तपाईँहरूलाई नराम्रो लाग्ला, तर यो चान्चुने गजल होइन है मेरो लागि। म एसएलसी दिँदै गर्दा मैले 1 महिनाको एउटा सुसमाचारीय तालिममा सहभागी हुन मौका पाएको थिएँ र त्यहीबाट मैले त्यही लेखेको थिएँ। र आउटरिच जाँदाखेरि, सुसमाचार प्रचार गर्न जाँदाखेरि यो गजल चाहिँ भन्दै गर्दा कुनै एकजना व्यक्तिलाई अनि मन छोएछ है। यो गजल मार्फत उहाँ चाहिँ प्रभावित हुनुभएछ है। संसार के हो त, धन सम्पत्ति के हो है, पाप के हो है, र वास्तविकता के हो भन्ने कुरा यो गजल मार्फत अलिअलि मैले झल्काएको छु। हुन्छ, सहर्ष स्वीकार्नु होला जस्तो सुकै गरे पनि। र म अन्त्य गर्नेछु। मेरो गजलको शीर्षक छ किन है। किन किन भनेर प्रश्न गरेको छ है। संसारको रमझममा रुमलिन्छौ किन, अमूल्य यो समयलाई खेर फाल्छौ किन। यसु राजा तिम्रो लागि स्वर्ग छोडी आउनुभयो, यसु राजा तिम्रो लागि स्वर्ग छोडी आउनुभयो। तिमी भने उहाँबाट टाढा जान्छौ किन। यसु आए तिम्रो लागि पापबाट मुक्ति दिन, यसु आए तिम्रो लागि पापबाट मुक्ति दिन। अन्धकारमय संसारमा झकमक ज्योति दिन। तिमी भने यसुबाट लुकी लुकी भाग्दैछौ रे, तिमी भने यसुबाट लुकी लुकी भाग्दैछौ रे। साँचो सत्य जीवनलाई अस्वीकार छौ किन। सुन चाँदी र धन सम्पत्ति संसारैमा छोड्नुपर्छ, अजम्बरी कोही छैन, एक दिन सबै मर्नुपर्छ। विश्वास गर ख्रीष्ट येशूमा स्वर्गलोकमा जाने भए, विश्वास गर ख्रीष्ट येशूमा स्वर्ग राजमा जाने भए। स्वर्गीय सिंहासनलाई लत्याउँदैछौ किन। संसारको यावत थोक सृष्टि गर्ने परमेश्वर हुन्, संसारको यावत थोक सृष्टि गर्ने परमेश्वर हुन्। पापबाट बचाएर स्वर्ग लाने उनले नै हुन्। सृष्टिकर्ता परमेश्वरलाई नचिनेको भान गरी ईश्वर मानी ढुङ्गालाई पुज्दै हिँड्छौ किन। संसारको रमझममा रुमलिन्छौ किन, अमूल्य यो समयलाई खेर फाल्छौ किन। हुन्छ, यति नै छ। र